हेलो गाइज, यो चाहिँ मेरो आजको मिनी ब्लग। बिहानै उठेँ, ब्रस गरेँ। के बोल्नु हुन्छ हो, मलाई त ब्लगहरूमा पनि के बोल्नै सक्दिनँ। मुख धोएर देखाइरहेको छु म, फेरि मुख धोएँ भनेर देखाएँ। अनि रुममा आएँ, अनि म बाहिर गएँ। फेरि फेस नि कस्ता न, मोबाइल क्यामेरै राम्रो छैन कि मेरो त। मोबाइल चाहिँ रेडमी 90 हो होइन, अनि क्यामेरा चाहिँ राम्रो हुँदैन के खासै। अहिले म भोइस ओभर पनि सुती गरिरहेको छु, किनकि मलाई लास्टै थकाइ लागिरहेछ भर्खर कामबाट आएको। म चाहिँ काममा जानलाई रेडी हुँदैछु, कपाल मिलाउँदैछु। अझै त कस्तो बोल्न पनि भएको छैन, मेरो घाँटी दुखिरहेछ। स्किन केयर रे के, फेरि जमसम बेबीको क्रिम लाउँदैछु मैले। मेरो घाँटी पनि कस्तो भएको छ, मोटो देखिरहेछ। घाँटी दुखेछ नि त, अनि त्यही भएर झन् यस्तो घाँटी फुल्लेर आज झन् लास्टै दुखिरहेको। भोइस ओभर गर्ने नि गाह्रो भइरहेछ, भोइस नै कस्तो आइरहेछ। अनि मैले सनस्क्रिम लाएँ, टुई गर्दै सनस्क्रिम लाएँ। के भन्नु भएर कन्फ्युज भएँ म गाइज। आजभोलि काम होइन यस्तो, अब त तिजको इभेन्टहरू त्यस्तो हुन्छ नि त। यस्तो काम पनि कस्तो के, काममा जान म रेडी भएँ। ठिक्कैतिर चाहिँ 8:30 जति भएको थियो। म काममा जान रेडी हुँदाखेरि हाम्रो चाहिँ डाइरेक्ट कम्पनीको ड्रेस लगाएर हिँड्न पाउँदैन नि त। अनि ड्रेसमा चाहिँ जकेट लगाएँ, जकेट लगाएर देखाउँदैछु। गाई चाहिँ वेट लस गर्ने उपाय चाहिँ भनिदिनुहोस् न, के गर्ने हो? नखाए पनि वेट गेन हुन्छ भने पानी मात्रै खाँदा नि वेट गेन हुने के। म गएँ बाटोमा टुट्टै गर्दै, अनि एकैचोटि काम गर्ने ठाउँको साथीलाई जिस्काएँ मैले। फेरि गएँ, म चेक इन गरेँ, अनि हाजिर पनि गरेँ, अनि हलमा गएँ। आज चाहिँ त्यो हेयर केयर बारेमा इभेन्ट थियो कि, यो चाहिँ सीता हो, मसँगै काम गर्ने हो चाहिँ। म रेडी भएँ, जुत्ता लगाएँ, चप्पल लगाएको थिएँ नि त जाँदा। यो चाहिँ मेरो दिउँसोको भिडियो हो कि, ऊ चाहिँ मेरो भिडियो ब्लगमा हाल्ने काम नगर भन्दै छ सीता चाहिँ। यो चाहिँ दिउँसोको देखा हो कि, क्युटी म्यामहरू आउनु भएको थियो। अनि यो चाहिँ एकैचोटि घर जानु बेला पानी आयो भन्दै छु म। बिहान 8:30 बजे आएको, अहिले 7 बज्न लागिसक्यो, पानी आइरहेछ भन्दैछु म चाहिँ। हाम्रो कामको टाइममा मोबाइलहरू चलाउन अलाउ छैन नि त। एकैचोटि ब्लगहरू चाहिँ, यस्तो भिडियोहरू चाहिँ मतलब बिचमा लास्टमा यस्तो खिच्छु कि म रुममा आएर भ्वाक्कै ढल्यो चाहिँ। मैले चिसो लिएर गरेँ कि घाँटी दुख्यो र यो चाहिँ अमला चाहिँ फेरि घाँटी दुखेको विष हुन्छ भने सुनेको